हेलो नमस्ते, सन्चै हुनुहुन्छ? आज म गुरुत्वाकर्षण प्रवेग र गुरुत्वाकर्षण अचरमा के फरक छ यी दुई कुरा ल्याएर उपस्थित भएको छु। नाम सुन्दा त उस्तै लाग्छ नि, होइन? तर एउटा पृथ्वीको गुरुत्वीय प्रभावसँग जोडिएको छ परिवर्तनशील परिणाम। अब अर्को ब्रह्माण्डकै आधारभूत र स्थिर अचर। उसो भए जी र जी अर्थात् स्मल जी र क्यापिटल जीमा आखिर फरक चाहिँ के छ त? आज हामी यसरी बुझौँ, परीक्षा हलमा पनि यो कुरा कहिल्यै नबिर्सियोस्। अब सुरुमा हामी चर्चा गर्छौँ गुरुत्व प्रवेग अर्थात् स्मल जी। यो के हो? मानौ हजुरले एउटा बल माथिबाट तल फाल्नुभयो, बल पृथ्वीतिरै खस्यो। अब खस्दै जाँदा यसको वेग बढ्दै 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 जान्छ, होइन? हो, त्यसको वेग बढ्ने दरलाई हामी के भन्छौँ? गुरुत्व प्रवेग अर्थात् स्मल जी। त्यसै गरी पृथ्वीको सतहको नजिक नजिक यसको औसत मान कति हुन्छ त? लगभग 9.8 मिटर पर सेकेन्ड स्क्वायर। अर्थात् हावाको प्रतिरोध नगण्य मान्य हो भने खसिरहेको वस्तुको वेग प्रत्येक सेकेन्डमा लगभग 9.8 मिटर प्रति सेकेन्डका दरले बदलिरहन्छ है। तर ध्यान दिउँ, जी सबै ठाउँमा बिल्कुलै समान हुँदैन। पृथ्वीको उचाइ, अक्षांश, पृथ्वीको घुमाइ आदिका कारणले समेत यसको मान फरक भइरहन्छ। पृथ्वीको ध्रुवीय क्षेत्र, पृथ्वीको भूमध्यरेखीय क्षेत्र, यिनीहरूमा समेत यसको मान फरक हुन्छ। अब हामी फेरि कल्पना गरौँ पृथ्वी र चन्द्रमा, सूर्य र पृथ्वी वा ब्रह्माण्डका कुनै पनि दुईवटा पिण्ड भएका वस्तुहरूलाई। मानौँ तिनीहरू बीच हुने गुरुत्वाकर्षण बल निकाल्न प्रयोग हुने एउटा सर्वत्र युनिभर्सल अचर छ, कन्स्टेन्ट भ्याल्यु छ। त्यसलाई हामी गुरुत्वाकर्षण अचर भन्ने गर्छौँ, अर्थात् यसलाई सङ्केतमा क्यापिटल जी भन्ने गर्छौँ। न्युटनको गुरुत्वाकर्षण सम्बन्धी जुन विश्वव्यापी नियम छ त्यसले के भन्ने गर्छ त? एफ इज इक्वल टु क्यापिटल जी m1 m2 डिभाइडेड बाई डी स्क्वायर। अर्थात् यहाँ जीको मान लगभग कति हुन्छ? 6.67 इन्टु 10⁻11 न्युटन मिटर स्क्वायर पर केजी स्क्वायर। जी गुरुत्वकै कारण हुने प्रवेग हो भने जी गुरुत्वाकर्षणको अचर हो। जीले खस्ने वस्तुको गतिलाई बुझाउँछ भने क्यापिटल जीले गुरुत्वाकर्षणको नियमलाई बुझाउँछ। हो, यसरी स्मल जीलाई हामी भेक्टर राशि भन्ने गर्दछौँ भने क्यापिटल जीलाई हामी स्केलर राशि भन्ने गर्दछौँ। त्यसै गरी स्मल जीको भ्याल्यु ठाउँअनुसार फरक हुने गर्दछ भने क्यापिटल जीको मान ठाउँअनुसार बदलिने गर्दैन। अब बुझिसक्नुभयो होला है? धन्यवाद। यस्तै किसिमका रोचक जानकारीहरूको लागि, इन्फर्मेटिभ भिडियोको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। लाइक, सेयर र कमेन्ट गर्न पनि नभुल्नुहोला र यो जानकारीलाई बढीभन्दा बढी सेयर गरेर साथीहरूमाझ पुर्याइदिनुहोला। धन्यवाद।